यता आएपछि यो चाहिँ हाम्रो घर हो। अहिले यस्तो भइरहेको है। ओ माई गड, यस्तो भएछ त घर त। ए बानी यहाँ अनि कस्तो भएछ है, सबै जीर्ण भएछ, पुरै खण्डहर भएछ घर चाहिँ। यो कोठामा सुत्थ्यौँ, यो कोठामा अहिले दाउरा छ, अनि त्यो कोठा चाहिँ किचन हो, अनि त्यता चाहिँ धान मकैहरू राखिन्थ्यो। अहिले चाहिँ यस्तो खण्डहर रूपमा परिणत भइरहेको यो घर चाहिँ। यस्तो भएछ घर चाहिँ। ल है त, अहिले चाहिँ फेरि उतापट्टि छ घर। अहिले म अर्को अहिले हामी बस्दै गरेको घर चाहिँ म अहिले एकछिनमा देखाउँछु है त। त्यो पुरानो घर चाहिँ भूकम्पले भत्काएपछि यो घर बनाएको हामीले धेरै टाइम त भएको छैन, 5-7 वर्ष 8-10 वर्ष भयो भनौँ न। भूकम्पपछि बनाएको भनेपछि त 10 वर्ष भयो नि त। यहाँ चाहिँ अलि त्यताभन्दा यता अलि रमाइलो छ।